नमस्कार साथीहरू, म आज फेरि तपाईहरुलाई नयाँ एउटा भिडियोमा स्वागत गर्न चाहन्छु। र यो चाहिँ म आज तपाईहरुलाई हाम्रो त्यो कोरियाको चाहिँ एउटा गाई फार्मको चाहिँ पुरै काम कस्तो हुन्छ र गाईलाई दाना चाहिँ कसरी हालिन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ। कोरियामा चाहिँ यो रातो गाई चाहिँ विशेष गरेर मासुको लागि उपयोग गरिन्छ। यो रातो गाईलाई चाहिँ हानु गाई भनेर पनि चिनिन्छ। यहाँ चाहिँ यहाँको स्थानीय जात हो। अहिले त अन्तर्राष्ट्रिय रूपमा चाहिँ धेरै प्रख्यात रूपमा रहेको छ। यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ हामीले भर्खर दाना हालेका छौं। गाईहरु चाहिँ यसमा बसेर, गाई भन्दा पनि विशेष गरेर गोरुहरु छन् यहाँ। यसरी दानाहरु फालिन्छ। यहाँ देख्न सक्नुहुन्छ यो ठुलो गोठ रहेको छ र यहाँ धेरै गाईहरु छन्। लगभग 70-80 वटा गाईहरु छन् एउटा गोठमा साथीहरु। देख्न सक्नुहुन्छ। यहाँ हामीले भर्खर दाना हालेको छौं। दाना चाहिँ यो वयस्क दाना हो। यो चाहिँ विशेष गरेर मासु बढाउने खानेकुराहरु प्रशस्त रूपमा हुन्छ। र यो चाहिँ हामीले अहिले मैले तपाईहरुलाई अर्को गोठमा ल्याएको छु। यो चाहिँ अलि सानो बच्चाहरु चाहिँ छन् यहाँ। बच्चाहरु भन्नाले लगभग 1 वर्षभन्दा माथिका गाईहरु रहेको छन्। यो चाहिँ बच्चाहरु चाहिँ बजारबाट 6 महिना 7 महिनाका बच्चाहरु चाहिँ किनेर ल्याएर यहाँ दाना पानी गरेर हुर्काइन्छ। दाना चाहिँ यस्तो प्रकारको हुन्छ। बच्चाहरुकोमा चाहिँ अलि घाँस अलि बढी हुन्छ तथा एनर्जीको लेभल अलि सुरुमा अलि मासु बढाउनको लागि अलि धेरै हालिन्छ। त्यस्तो हुन्छ। हेर्नुस्, यसमा तपाईहरुले केही जिज्ञासा सल्लाह सुझाव केही छ भने चाहिँ कमेन्टमा व्यक्त गर्न सक्नुहुन्छ। अथवा केही बारेमा चाहिँ तपाईहरुलाई जानकारी चाहिएमा यहाँहरुले जानकारीहरु कुनै चाहिएमा चाहिँ तपाईहरुले मलाई कमेन्ट मार्फत सोध्न पनि सक्नुहुन्छ। म तपाईहरुको माग बमोजिम जानकारीहरु उपलब्ध गराउँदै तपाईहरुलाई हेर्न मन लागेका आवश्यक भिडियोहरु आगामी दिनहरुमा उपलब्ध गराउँदै जानेछु। गाईहरु चाहिँ यो प्रकारको गाईहरु हुन्छ। हाम्रो कोरियामा चाहिँ दुध दिने गाई चाहिँ छुट्टै प्रकारको हुन्छ भने यो चाहिँ विशेष गरेर मासुको लागि चाहिँ खपत हुने गर्छ। यो चाहिँ दुधको लागि भन्दा पनि मासु उत्पादनकै लागि भनेर छुट्टै यसको ब्रिडिङै छुट्टै गरेर छुट्टै जातको हुन्छ। यो चाहिँ यो चाहिँ पानी खाने भाँडो हुन्छ। यो अटोमेटिक सिस्टमको पानी खाने भाँडोहरु चाहिँ यसरी राखिएको हुन्छ। यो चाहिँ प्रत्येकमा छ, तपाईहरुले देख्न सक्नुहुन्छ। प्रत्येक 2 वटा कोठा बराबर एउटा भाँडो राखिएको हुन्छ र खाना निस्किनको लागि सानो वाल सहित हुन्छ। यो चाहिँ पानी चाहिँ तपाईहरुको 24 घण्टा अटोमेटिक सिस्टममा चाहिँ आउँछ। र मैले भनेको कुराहरु यहाँ गाईले पनि सुनिरहेको छ। हेर्नुस्, पानी खाना निस्कियो गाई। अहिले मेरो गफ सुनेर मक्ख परेर बसिरहेछ। र यतापट्टि हेर्दाखेरि चाहिँ अझ ठुल्ठुला गाईहरु छन्। यो चाहिँ मलाई देखेर म पनि हेर्नु पर्यो भिडियो भनेर लमक गर्दै अगाडिसम्म पनि आयो। मलाई पनि देखाइदिए है पनि भन्दैछ इशारामा। हेर्न सक्नुहुन्छ साथीहरु, यो पुरा ठुलो वरिपरिको दृश्य चाहिँ म तपाईहरुलाई देखाउँदैछु। यो चाहिँ ठुलै दृश्य छ।
हेर्नु गाईहरूको बारेमा अन्य केही जिज्ञासा छ तपाईँहरूको भनेदेखि मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ साथीहरू। म तपाईँलाई छिटोभन्दा छिटो जिज्ञासा मेटाउने खालको चाहिँ भिडियोहरू बनाएर तपाईँहरू माझ लिएर आउनेछु। यो साथीहरूले चाहिँ दाना कसरी हालिदिन्छ यत्रो गाईलाई भनेर पनि जिज्ञासा हुन सक्नुहुन्छ। यसको लागि म तपाईँहरूले कमेन्ट गरे अनुसार छिटो छिटो भिडियोहरू राख्दै जानेछु। मान्छेहरू आएपछि चाहिँ गाईहरू कुरा सुन्नलाई यसै लमक्क परेर आउँछ नि। पङ्खा यसरी चलाइएको हुन्छ साथीहरू। यो चाहिँ यो भुइँको गोबर सुकाउनको लागि चाहिँ चलाइएको हो। र गोबर चाहिँ तपाईँहरूले देख्दाखेरि चाहिँ गोबर अलि भरिएको देखिन्छ, तर गोबर चाहिँ सुक्छ यसरी पङ्खाको कारणले गोबर सुक्छ र गाई चाहिँ एकदम हिलोमा बस्दैन, ओभानो हुन्छ। जाडो याममा चिसो बढेसँगै अलि हिलो पनि हुन्छ कहिलेकाहीँ, त्यसको लागि तत्काल गोबर फालेर हामीले नयाँ सोतरहरू हालिन्छ। काठको धुलोहरू हुन्छ यहाँतिर देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ एउटा ठुलो एरिया छ परैदेखिको, उहाँलाई मैले देखाउँदै आएँ। परैबाट चाहिँ ठुलो एरिया छ। यो चाहिँ पुरै गाईहरू लगभग 400-500 भन्दा माथि गाईहरू चाहिँ हामीले यहाँ अहिले पालिरहेका छौँ। यो चाहिँ एउटा ठुलो फार्म छ कोरियामा। उहाँले देख्न सक्नुहुन्छ। केही अरू थप जानकारी चाहिएमा मलाई कमेन्ट गर्नुहोला। भिडियो राम्रो लागेमा सब्सक्राइब पनि गर्नुहोला। साथै आगामी दिनहरूमा पनि तपाईँहरूलाई म अन्य जानकारीहरू लिएर आउनेछु। र यो चाहिँ हाम्रो यहाँ गोबर फाल्ने ठाउँ साथीहरू। यो चाहिँ गोबर अलिक भरिएको छ। यो गोबरहरू कहाँ लान्छ के गर्छ भन्ने विषयमा चाहिँ यहाँ केही जिज्ञासा भएमा साथीहरूले मलाई सोध्न सक्नुहुन्छ। म यस बारेमा छुट्टै भिडियो लिएर आउनेछु। यो चाहिँ एउटा ठुलो फार्म छ साथीहरू। मैले तपाईँहरूलाई आज गाईको विषयमा चाहिँ केही जानकारीहरू दिनको लागि यहाँहरूलाई भिडियो बनाएर बसेको छु। यहाँहरूले अन्तिमसम्म हेरेर साथ दिनुहोला र आगामी दिनहरूमा पनि तपाईँहरूलाई विशेष जानकारीहरू दिँदै जानेछु। सल्लाह सुझाव प्रतिक्रियाहरू यहाँहरूले कमेन्ट मार्फत व्यक्त गर्न सक्नुहुन्छ। र भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद गर्दै म आगामी दिनहरूमा पुनः उपस्थित हुनेछु। अहिलेको लागि बाई बाई भन्दै गरौँ, भन्दैनस्? भन्न